स्वागत छ सबैजनालाई। तपाईहरु मेरो भिडियो हेरिदिनुहुन्छ, लाइक गरिदिनुहुन्छ। तपाईहरुलाई एकदमै धन्यवाद छ। आज म तपाईहरुलाई एउटा यस्तो ठाउँमा लग्दैछु जहाँ धेरै नै ठुल्ठुलो पपुलर मुभीहरु सुट भइसकेको छ। One of the most popular bridge in New York City, the Brooklyn Bridge. ल हेर्नुहोस् यस्तो छ गाइज, स्काइलाइन भ्यूज हेर्नुहोस्, बब्बाल भ्यू बब्बाल। यस्तो सनी डे थियो त यहाँ चाहिँ भ्यूज अलिकति साँझको बेला चाहिँ अलि बबालै आउँछ सनसेट हैन। अनि बिहानै सनराइजमा पनि अलि राम्रो भ्यू आउँछ। तर म चाहिँ दिउँसोतिर आएको। दिउँसो आउँदा पनि म एकदमै सेटिस्फाई भएँ। यो भ्यू देखेर एक्लै भए पनि मैले आफूलाई एकदम इन्जोय गरेँ मैले यो भ्यूहरू देखेर। मान्छेहरू पनि एकदमै धेरै मान्छेहरू भ्यू हेर्न आएको थिए। सबैजना ग्रुपमा थिए। तर यहाँ चाहिँ ग्रुपमा अनि आउँदाखेरि बेटर हुन्छ। तर म एक्लै आए पनि मैले त्यो भाइब्स चाहिँ पाएँ। शान्त एकदमै समुद्रको चिसो हावा, तातो घाम, सँगसँगै मान्छेहरूको चाप देखेर आनन्द भयो मन चाहिँ हैन। तर यहाँ साथीभाइहरूसँग आयो भने चाहिँ अलिकति फोटोसोटो राम्रो। अब फोटो त खिच्नु पर्यो, के गर्ने? फोटो खिच्नलाई त क्यामेराम्यानलाई फोटो खिच्दियो भनेको पैसा दियो हुन्छ। अनि ल पैसा छोड्दै मेरो मोबाइलबाट एउटा भिडियो भयो भने बनाइदियो भनेर टक्क पारामा स्लो मोसन बनाइदियो भनेको भिडियो बनाइदियो साथीले। पछि त ल नि त नि ल एउटा भयो भने म तेरो फोटो खिचिदिन्छु भन्छ। अनि त्यसपछि एउटा होइन 3-4वटा मस्त पारामा उसले फोटोहरू खिचिदियो। मान्छे राम्रो रहेछ, एक्लै आएको रहेछस्, ल तेरो फोटो म 2-3वटा फोटो खिचिदिन्छु भन्यो। खिचिदियो, मलाई दियो। त्यसपछि म आफ्नो बाटोतिर लागेँ। अब धेरै बस्नु त भएन। अब एक्लै बसी के गरेर बस्नु त्यहाँ। अनि फर्किनु पर्यो भनेर घरतिर लागियो। बाई बाई गाइज, टेक केयर।